भिड्नुभएका हाम्रा सम्पूर्ण सहयोगी महानुभावहरूलाई हामीले हाम्रो देउसी भैलो कार्यक्रम यही 2 गते जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेराबाट जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको पद्मकथिततामा देउसी भैलो कार्यक्रमलाई उद्घाटन गरेका थियौं र देउसी भैलो कार्यक्रम जैमिनी नगर कार्यपालिकाको कार्यालयबाट उद्घाटन गरी जैमिनी नगरपालिका अनि बरेङ गाउँपालिकाका विभिन्न स्थानहरूमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेर हामी अहिले यस स्थानमा आएका छौं र देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै गर्दा हामी माझ थुप्रै बिरामीहरू सम्पर्कमा आउनुभयो जो दीर्घ रोगीहरू हुनुहुन्छ र उपचार गर्दै हुनुहुन्छ र उपचार गर्दै गर्दा उहाँहरूको उपचारको क्रममा लाग्ने औषधि उपचारको निम्ति आर्थिक स्रोतले नपुगेको सूचना हामीले जहाँ जहाँ पायौं हामी त्यहाँ पुग्यौं जसमध्ये हामी सर्वप्रथम जैमिनी नगरपालिका वडा नम्बर 10 राङखानीमा श्री बलबहादुर श्रेष्ठलाई नगद रु 30,000 उपचार खर्च भनेर हामीले सुनौलो बागलुङ संस्थाको तर्फबाट यो देउसी भैलो खेलेर उठेको रकमबाट सहयोग रकम हस्तान्तरण गरेका छौं। त्यस्तै जैमिनी नगरपालिका वडा नम्बर 10 राङखानी निवासी नगेन्द्र थापा ज्यू उहाँ पनि मृगौला पीडित हुनुहुन्छ उहाँलाई पनि उपचार खर्च नगद रु 30,000 हामीले सहयोग प्रदान गरेका छौं। त्यस्तै गरी अहिले केही समय अगाडि हामीले जैमिनी नगरपालिका वडा नम्बर 6 अर्जेवामा 2 जना स्तन क्यान्सर पीडित 2 जना दिदी हुनुहुँदैछ आदरणीय श्री मैले दिदीहरूको नाम फेरि एकचोटि हेर्न पर्ने देवी श्री थापा र पार्वती थापा देवी श्री थापालाई नगद रु 20,000 र पार्वती थापालाई नगद रु 20,000 हामीले यो भाइ टीकाको उपहार स्वरूप भाइहरूको तर्फबाट र बहिनीहरूको तर्फबाट 2टा दिदीहरूलाई जुन यो स्तन क्यान्सर भएर पीडित हुनुहुन्छ उहाँलाई औषधि उपचारको निम्ति हामीले सहयोग प्रदान गरेका छौं। त्यस्तै हामीले सहयोग मात्र प्रदान गरेका छैनौं कि यो सुनौलो बागलुङ संस्थाले अहिले सुनौलो अक्षय कोष सञ्चालन गर्दैछ। यो सुनौलो अक्षय कोषमा जैमिनी नगरपालिका वडा नम्बर 6 अर्जियाका वडाध्यक्ष कृष्णबहादुर थापाले नगद रु 25,555 रुपियाँ यो सुनौलो बागलुङ संस्थाको सुनौलो अक्षय कोषमा आफ्नो रकम जम्मा गरिसक्नु भएको छ। त्यस्तै जनशिक्षित मावि अर्जियाका प्रधानाध्यापक तुलबहादुर थापा सरले पनि नगद रु 10,000 यो सुनौलो अक्षय कोषमा रकम जम्मा गरिसक्नु भएको छ। त्यस्तै जैमिनी नगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष कृष्णबहादुर भुजेलज्यूले सुनौलो अक्षय कोषको लागि आफूले पाउने मासिक मासिक सेवा सुविधा यस सुनौलो बागलुङ संस्थाको सुनौलो अक्षय कोषमा जम्मा गर्ने प्रतिबद्धता जाहेर गरिदिनु भएको छ। त्यसका